अब यसलाई हामी 1 by 1 अब हाम्रो नाइट दादा फोटो लाउनु हुन्छ र नि त बाँकी छ। अब अहिले चाहिँ हामीले कटिङ मात्रै राइस्टर मैले यतै राखिराख्नु सबको उठाएर कटिङ मात्रै सक्नु होइन। अब यो हल्का फुलिसके पछाडि मात्रै हामी यसलाई फेरि कुक गर्छौँ है। अझै लिक्विड चाहिँ के हाल्नु? तेल हाल्नुपर्छ। त्यो भनेको मैले तपाईँलाई भने नि डु नट ग्लेजको कुरा गरेँ। ग्लेज त्यसलाई लिक्विड नभनौँ न, त्यो ग्लेज हो क्या। त्यो भनेको ग्लेज भनेको अरू डेकोरेसनको पाटो भयो क्या तिनीहरू चाहिँ। त्यो चाहिँ डेकोरेसनको पाटो भयो। त्यसरी ग्रुपमा हालिदिँदै गर्नु ल। मेन चाहिँ अब बनाउन सिक्नु पहिला, बनाएर यसलाई स्टोर गरेर फेरि पछि हामीले पिठो मुसा चाहिँ एउटा मान्छे भाडामा ल्याउनु थियो। यसलाई अब यो माथिको अब हाम्रो टेम्परेचर अलिक मिल्दैन नि त, यहाँ फ्यान चलिरहेको छ। यो माथिको चाहिँ ड्राई हुनु भएन क्या। ड्राई भयो भने भरे हामी पकाएपछि त्यो फाट्छ क्या, कुर्छ त्यो होइन। त्यही भएर यसलाई ड्राई हुन नदिनको लागि चाहिँ मैले अलिक कागज भिजा धोएर मिलेर ल्याउनु भनेको। के भनेको यहाँ तार्ने आन्टी त्यो लाइन सुन्छ त्यो ड्राई हुँदैन क्या होइन। अब यसलाई फेरि हामी लगेर गएन फेरि राख्छौँ 10 देखि 20 मिनट। अब हेर्नुहोस् न, हाइट उठेपछि हामी अब टेम्परेचर अलिक धेरै नै छ, त्यो छिटो उठिहाल्छ क्या। अब यसलाई पनि एउटा त्यो छैन, तिनीहरूलाई सदुपयोग हुँदैन त्यो उब्रेकोलाई। गर्नु त एउटा उसमा